2082 साल तपाईँ कन्या राशि हुनुहुने जनहरूका लागि के छ, कस्तो छ? स्वास्थ्य, शिक्षा, रोजगार, व्यापार, व्यवसाय, देश विदेश वा चाहिँ इक्जामिनेसन, कम्पिटिसन, राजनीतिक र सामाजिक क्षेत्रमा यहाँको कस्तो प्रभाव बढ्नेछ, कतिको वर्चस्व रहनेछ भन्ने विषयमा हामी चर्चा गर्न गइरहेका छौँ। कन्या राशिका लागि 82 साल स्वास्थ्यका दृष्टिकोणले राम्रो समयका रूपमा जोड्न सकिन्छ। वर्षको सुरुवातमा शारीरिक थकान र मानसिक चापबाट जोगिने प्रयत्न गर्नुपर्ने हुन्छ, तर यहाँका लागि असारदेखि विशेष त स्वास्थ्यमा खास सुधार आउने सम्भावनाहरू छ। खानपानमा ध्यान दिनु, नियमित व्यायाम र पर्याप्त निद्राले तपाईँको शारीरिक स्वास्थ्यलाई मजबुत बनाउन मद्दत पुर्याउनेछ। मांसपेशी र पाचनसँग सम्बन्धित समस्याबाट गुज्रनुभएका व्यक्तित्वहरूका लागि सतर्क रहनका लागि अनुरोध गर्न चाहन्छु। असोजदेखि स्वास्थ्यमा उल्लेखनीय सुधार आउन सक्ने सम्भावनाहरू देखिन्छ। शैक्षिक रूपमा विद्यार्थी वा कम्पिटिटरहरूका लागि यो समय कस्तो रहनेछ? विद्यार्थी वर्गका लागि यो वर्ष कडा मेहनत र समर्पणको आवश्यकता पर्ने समय हो। प्रारम्भिक महिनाहरूमा खास चुनौतीपूर्ण अनुभव हुने सम्भावना छ, तर असारपछि अध्ययनमा खास सुधार र केही राम्रो हुन सक्ने सम्भावना छ। उच्च शिक्षा र प्राविधिक अध्ययनका लागि विद्यार्थीहरूका लागि यो वर्ष केही अवसर ल्याउन सक्ने वर्षका रूपमा देखिन्छ। विदेश अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि 82 साल उपयुक्त वर्षका रूपमा जोड्न सकिन्छ। कागजी प्रक्रियामा केही समय लाग्न सक्छ, केही ढिलाइको सम्भावनाहरू छ, त्यसैले समयमा नै तयारी गर्नु खास महत्त्वपूर्ण भूमिका रहन सक्छ। यस्तै गरेर यहाँका लागि यस वर्ष जागिरका दृष्टिकोणले कस्तो छ भन्ने विषयमा चर्चा गरौँ। कन्या राशिका लागि 2082 साल जागिरको क्षेत्रमा राम्रो अवसरहरू ल्याउन सक्ने वर्षका रूपमा जोडिन्छ। श्रावणदेखि माघसम्मको समयमा कामका खास अवसरहरू र पदोन्नतिका सम्भावनाहरू जोडिन्छन्। जागिर परिवर्तन गर्ने सोचमा हुनुहुन्छ भने विशेष गरी माघदेखि यहाँले चैत्रसम्मको समय खास उपयुक्त समयका रूपमा लिन सक्नुहुन्छ। सहकर्मीहरूको सम्बन्धमा केही उतार चढाव सामान्यतया आउन सक्छ, तर तपाईँको कौशलता र दक्षताले तपाईँलाई उत्कृष्ट स्थानमा पुर्याउनका लागि मद्दत पुर्याउन सक्छ। त्यस्तै गरेर यहाँका लागि व्यापार र व्यवसायतर्फ कस्तो छ भन्ने विषयमा चर्चा गरौँ। यदि तपाईँ कन्या राशिको हुनुहुन्छ र व्यापारका लागि यहाँले सोच बनाइराख्नु भएको छ भने 2082 साल यहाँका लागि खास अविस्मरणीय अवसरहरू ल्याउन सक्ने सालका रूपमा जोडिन्छ। विशेष रूपमा नयाँ व्यवसाय सुरु गर्ने वा नयाँ व्यवसाय विस्तार गर्ने वा नयाँ साझेदारीमा जानका लागि समय अनुकूल देखिन्छ। कृषि, खुद्रा र प्राविधिक व्यवसायमा विशेष लाभ मिल्न सक्छ। असारदेखि कार्तिकसम्मको समय व्यापारिक दृष्टिकोणले खास राम्रो समय हो। यद्यपि कर्जा व्यवस्थापन र करसँग